नमस्कार। आज म तपाईँहरूलाई एउटा सौराको टिप्स लिएर आएको छु। सानो हामी चाहिँ त्यहाँको जीप सफारी पनि भन्छ। जानुभन्दा अगाडि हामी जीपमा बसेका थियौँ। हात्ती ल्याएर पुरै पैसा दिने ढोग्ने चलन रहेछ। अनि त्यहाँ त्यो हामीलाई गाइड गर्ने त्यो कालो टोपी लाउने बहिनी चाहिँ हामीलाई गाइड गर्ने बहिनी हो। उहाँले चाहिँ रमाइलो गर्नुहुँदो रहेछ, गीत गाउने रमाइलो गर्दै गर्दै हामीलाई लानुभयो। हामी चाहिँ दङ्ग परेर आज बाघ, गैँडा, हात्ती, चितुवा, गोही, अजिङ्गर देखिन्छ होला भन्दै भन्दै जङ्गल छिरेको। त्यहाँनिर ल हेर्नु त गोही छ भन्नुभयो, तर मैले चाहिँ देखिनँ। त्यहाँ अरूले चाहिँ सानो गोहीको टाउको चाहिँ देखेँ, मगर गोही हो भनेर चिनाउँदै हुनुहुन्थ्यो त्यो गाइड गर्ने बहिनीले चाहिँ। अनि हामी जङ्गलमा सफारी गर्न गयौँ, तर अहिले चाहिँ दिउँसो ताका सबै कुरा देखिन्छ होला भनेको खासै देखिएन। त्यहाँ गोही हेरेको चाहिँ त्यो सबैले हेर्दैछन्, तर मैले चाहिँ छेउमा भएको भएर खासै देखिनँ है। त्यो बहिनीले गाइड के कस्तो हुन्छ यताउता सबै चिनाउनु हुँदो रहेछ। रमाइलो बहिनी हुनुहुँदो रहेछ। हामी सफारी गर्दै गयौँ। अनि त्यहाँ हामीले देखेको भनेको जम्मा चाहिँ हरिण र जरायो मात्रै होला। त्यहाँ हेर्नु त पारिपट्टि जरा हरिणहरू चढिरहेका छन्। अनि कति प्रकारका हुन्छन् भन्दै हुनुहुन्थ्यो बहिनीले। अनि हामी त्यो चाहिँ एउटा हेऱ्यौँ। सबै जङ्गलतिर त्यही मात्र देख्यो। हामी चाहिँ हामीलाई लक थिएन जस्तो लाग्यो, किनभने हामीले अरू केही जे हेर्न पाइन्छ होला साँझतिर भनेर गएको, केही पनि हेर्न खासै पाइएन। बाँदर देखियो। अनि बरु त्यहाँ राजा त्रिभुवनको छोरीले त्यहाँ निकुञ्जभित्र बनाएको होटेलका भग्नावशेषहरू देखाउनु भयो। होटेलका रुमहरू त्यति बेलाका एकदमै शौकिन पाराले बनाएका, त्यो जमानामा पनि बन्द भएको 18-20 वर्ष भएछ। अनि बहिनीले देखाउँदै लानुभयो। अनि हामीले त्यहाँ घरभित्र गएर पनि हेऱ्यौँ। त्यो घरभित्र चाहिँ के मेटेरियलले बनाएको रहेछ भनेर गर्मीमा शीतलो हुने गरिकन त्यो ढड्डी इलाफेन्ट ग्रास भन्छ। अनि त्यो चाहिँ ठुलो हुर्किसकेपछि त्यसको डन्टीहरू काटेर त्यसलाई चाहिँ नियालोको जस्तो बनाएर अनि भित्रपट्टि वालहरूमा चाहिँ सबै त्यो हालेर चाहिँ चटक्क बनाएको। माथि वालमा माथि चद्रा त्यो लगाएको ठाउँमा चाहिँ हेर्नु न मैले भनेको। अनि मान्द्रो हालेको छ माथि, तर होइन भत्किसकेको छ, कति च्यात्तिसकेको छ, तर त्यस्तो शौकिन ढङ्गले बनाएको। त्यो बेलामा पनि टोयलेटमा पुरा टाइल्सहरू हालेर कमोडहरू टोयलेट बनाएर अनि त्यसपछि त्यहाँका राजा राणा र अनि विदेशी पाहुनाहरूले मात्रै बस्न पाउने, अरूले बस्न नपाउने। अनि उनीहरू त्यो राज खानदानहरू आएको बेलामा सैर गर्ने त्यो ढुङ्ग्रे खोलाको पानीमा डुङ्गा सैर गर्दा रहेछन्। यो डुङ्गा चाहिँ अहिले हालसालको डुङ्गा हो, तर त्यति बेला पनि उनीहरू मस्त त्यो सङ्लो पानीमा डुङ्गा सैर गर्ने खोला रहेछ यो। त्यहाँ हाम्रो गाइड बहिनीले भनेअनुसार है। हामी त्यहाँ एकछिन हेऱ्यौँ, फोटोसोटो खिच्यौँ। त्यो उन्नियो होइन, उन्नियो घारीमा चट्ट हामीले खिच्यौँ, फोटोसोटो खिच्यौँ। अनि यसरी रोकेर सबैजना त्यो खोलामा त्यो हेर्न सफारीहरू रोकेर अनि हेर्न जाँदो रहेछन्। अनि हामी पनि हेरेर आयौँ र बस्यौँ। अनि हामी लाग्यौँ फेरि अगाडि केही देखिन्छ कि भन्दै हेर्दै, केही देखिन्छ कि भन्दै हेर्दै गऱ्यो। देखिने चाहिँ केही छैन। अनि त्यही पनि जाउँ केही देखिन्छ कि भन्नु, आँखा हेर्दा हेर्दा आँखा टट्टायो, तर केही देखिएन। अनि त्यही बहिनीले तपाईँहरूको लक रहन्छ त्यो उसमा रुखमा चाहिँ एउटा त्यो काठ खोपेर गुड बनाउने चरा देख्नु हो, त्यो एउटा देखियो प्लसमा है। कहिलेकाहीँ त थुप्रै कुरा देखिन्छ भन्छ न, तर मलाई चाहिँ के लाग्यो भने नि, अब गाडीको आवाज सुन्दा सुन्दा जनावरहरू चाहिँ अलिक टाढा टाढा बस्न थाल्यो कि त्यही भएर नदेखेको हो कि जस्तो पनि फिल भयो। जस जीप सफारी गर्नुमा पनि आफैमा एउटा रमाइलो चाहिँ भयो। रमाइलो त्यो होस्। अनि त्यहाँ हेर्नु न, उतापट्टि तपाईँले देख्नुभयो छ्यास्स त्यो हरिण, त्यो सिङ्गवाला जरायो भन्छौँ हामी होइन, देखियो। अनि त्यसपछि हामी फर्केर आयौँ, केही पनि देखिएन। सररै फर्केर हामी फेरि जहाँबाट चढेको त्यहीँ आइपुग्यौँ। ल हेर्नु सक्यो। अब अनि त्यसपछि
यसो पार्कतिर जाउँ न त, हात्ती त हेर्नै पर्यो भनेर नि हामी त्यहाँभित्र छिरेर गयौँ होइन। त्यहाँभित्र जाँदाखेरि त्यहाँ फोटोमा हेरेको चिज चाहिँ त्यो एउटा देखियो, अरू कुनै भेट्न त सकिएन। फोटोमै हेरेर भनी सन्तोष गरियो। अनि उता हात्तीतिर गयौँ, हात्ती हेऱ्यौँ, हात्ती यसो फोटोसोटो खिचियो होइन त। अनि त्यस पछाडि 2टा 3टा त्यहाँ हात्तीहरू त टन्नै थिए, हात्तीहरू हेऱ्यौँ। यसो सामान्य भिडियो सिडियो बनाइयो हात्ती नजिक राखेर। अनि त्यसपछि त्यो तार चाहिँ पुरै करेन्ट लगाउँदो रहेछ क्या। अनि हात्तीहरू काहीँ फुस्कियो भने करेन्ट लागेपछि नभागोस् भनेर तारमा बिजुली जडान गर्दो रहेछ। नछुनु भन्दै थियो, नो इन्ट्री भन्दै थियो। अनि त्यसपछि यसो भिडियो बनाइयो। अनि त्यसपछि हामी फर्कियौँ। यो पुल चाहिँ त्यो हाम्रो सौराको वेलकम पुल रहेछ, कस्तो राम्रो देखिएको क्या है। अनि हामी त्यहाँबाट फर्किएर हामी सौराहा चोकको लागि टाँडीतिर लाग्यौँ होइन साथीहरू। तपाईँहरू पनि सौराहा घुम्न जानुभएको छैन भने जानु होला। हामी टाँडीको चोक आइपुग्यौँ। टाँडीको चोक आइपुगेपछि हामीले त्यहाँ खाजासाजा खायौँ। यो चाहिँ फोटो सेसन चाहिँ पहिलाकै हो, फोटो सेसन पनि गरियो नि। अब सौराहा गइसकेपछि, सफारी गइसकेपछि होइन, फोटोसोटो पनि खिचिएर हामी आयौँ। हाम्रा त्यहाँ छोरीहरूलाई लिएर गएको थिएँ मैले। अनि फोटोसोटो खिचेर हामी सौराहाको फोटो खिच्यौँ र हामी घर फर्कियौँ। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।